साबिकलाई न्याय दे, साबिकलाई फाँसी दे, महिला हिंसा अन्त्य गर, महिला शोषण दे, यी सबैलाई न्याय दे। नेपाल सरकार कहाँ छ? तिमीसँग सहर जङ्गलमा छ। We want justice. We want नेपाल सरकार कहाँ छ? मानव अधिकार कहाँ छ? तिमीसँग 5 मिनटमा परिवर्तन गर्ने आमा कहाँ छिन्? पुलिस प्रशासन किन चुप? बलात्कारीलाई फाँसी दे, बलात्कारीलाई फाँसी दे, हिंसालाई न्याय दे, बलात्कारीलाई फाँसी दे। रेशम नेप्किन पनि तपाईहरु सबैको आवाजमा, तपाईहरु सबैको साथमा इनिसा बहिनीको खुसी सम्पूर्ण महानुभावहरू, न्यायप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरू तथा पत्रकार महोदयहरूलाई धेरै धेरै धन्यवाद। हत्याको घोर भर्त्सना गर्न चाहन्छु म। उनलाई बहिनीलाई लुछेर राक्षसहरूले अङ्गभङ्ग गरेर हातखुट्टा भाँचेर बहिनीको बलात्कार गरेर हत्या गरे। बहिनीको सपना डाक्टर। धन्यवाद प्रकाशीलाई, उहाँले आफ्नो कुरा राखेर गइसक्नु भएको छ। अहिलेको यो कानुनी हाम्रो कानुन छ, संविधान छ, फेरि पनि महिलाहरू आर्थिक रूपमा तीव्र पारेको छ। त्यसले गरेर महिलालाई